मेरो सासूआमाको बर्थडे रमाइलोसँग मनाइयो। यो तरकारीहरू काटकुट गरेँ ओरेँ सबै सासूआमाको बर्थडेको लागि तयारी हो। यो चाहिँ अचार बन्दैछ, रेडी हुँदैछ। बुढी आलुको तरकारी पनि बनाएँ। यो चाहिँ मासुको लागि रेडी गर्दै मासु पाक्दैछ। यहाँ चाहिँ बन्दा पनिर मटर कोसा हालेर बनाएको बुढी आलुको तरकारी पनि बनाएको। अचार काँक्रा आलु गाजर मुला मटर कोसा मिसाएर आलु अचार बनाएको। मटर कोसा मसरुमको तरकारी केक पनि आइपुग्यो फाइनल्ली। त्यसरी भयो हाम्रो सासूआमाको ६३ वर्षमा आज यसपालि पहिलोचोटि मनाएको बर्थडे। सब परिवार बसेर रमाइलोसँग भयो बर्थडे। सबै सुखी खुसी साथ मनायो हाम्रो बर्थडे। मेरो मम्मीले टिका लगाइदिएको सम्धी दुईजना सासूआमालाई टिका लगाइदिन्छ मम्मीले बर्थडेको दिन। अब बुवाले पनि लगाइदियो। मेरो बुवा हो, बुवाले टिका लगाइदिएको मेरो सासूआमालाई। बर्थडे रमाइलोसँग मनाइयो। कान्छो छोरालाई टिका लगाइदिनु भयो सासूआमाले। मेरो बुढो आशीर्वाद दिँदै हुनुहुन्छ।